हेलो गाइस, सबैजना नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हजुरहरूको माझ फेरि पनि नेक्स्ट भिडियो लिएर उपस्थित भइसकेको छु। आज म चाहिँ एक गाउँमा सहजघरतिर यसो के कार्यक्रम छ है, म चाहिँ जाँदैछु। हजुरहरूको माझ भिडियो चाहिँ आइरहेको छ, गाइस हेर्नु पऱ्यो। सबैजना लाइक सेयर सब्सक्राइब हानिदिनु पऱ्यो। अनि ट्याक्क सब्सक्राइब जानी भइदिनु पऱ्यो। हजुरहरूको माझ बेला बेला म भिडियो लिएर उपस्थित भइरहेको छु। ट्याक्क आज चाहिँ देख्न सक्नुहुन्छ, यता चाहिँ मेरो गाउँ छ, यो चाहिँ मेरो घर हो गाइस, देख्न सक्नुहुन्छ। ट्याक्क आज चाहिँ म सहजघर यो भन्दा पहिला पनि एक्चुअली घुम्न हजुरलाई देखाइसकेको थिएँ, तर फेरि पनि हजुरलाई देखाउँदैछु। देख्न सक्नुहुन्छ गाइस, ट्याक्क उतै यो पलतिर सहजघर चाहिँ उतै तलतिर हो। अब हजुरहरूलाई त्यहाँ गएर देखाउनेछु। ट्याक्क देख्न सक्नुहुन्छ के भन्नु गाइस। अब चाहिँ कलेज पनि सकियो, अनि त्यसपछि म चाहिँ गाउँघरतिर यत्तिकै बसिरहेको छु। के गर्ने गाइस, अब एक्जाम आउनु पनि अब 1 महिना बाँकी छ। के गर्ने, यस्तो भिडियोसिडियो बनाउँदै बस्दै गइरहेको छु। सबैजना लाइक सेयर सब्सक्राइब त हानिदिनु पऱ्यो गाइसहरू। ट्याक्क हजुरलाई आज दिउँसो के हुन्छ सबै देखाउने छु हजुरलाई। अनि सबैजनाले हेरेर माया गरिदिनु होला गाइस। ट्याक्क देख्न सक्नुहुन्छ गाइस, म चाहिँ समाजको छेउमा आइसकेँ। यो हाम्रो समाजको घर चाहिँ ट्याक्क देख्न सक्नुहुन्छ। यता पनि गाउँ छ, देख्न सक्नुहुन्छ। ट्याक्क साथीभाइहरूको घर हो, त्यो साथीको घर हो। त्यो चाहिँ ट्याक्क घाम परेर के देख्छ यहाँ, कुकुर छ गाइस। काली कहाँ काली गाइस, म चाहिँ आइसकेँ समाजको घर। ट्याक्क के हुन्छ त्यसरी देखाउँछ हजुरलाई, सबैजनाले हेरिदिनु होला। ट्याक्क म चाहिँ ट्याक्क समाजको घरमा आइसकेँ। आज कार्यक्रम यहाँभित्र हो, हल्चडको बन्द छ। कार्यक्रम सुरु हुन्छ। त्यहाँ चाहिँ ट्याक्क चिया के भन्ने काम भइरहेको छ। ट्याक्क यता चाहिँ काम पनि गरिहाल्नु पर्छ नि, के भने गाउँमा यो पनि देखाएको थिएँ। ट्याक्क यता चाहिँ हुन्छ आज कार्यक्रम सुरु। ट्याक्क देख्न सक्नुहुन्छ टोइलेट बाथरुम। ट्याक्क हिमाल देखिन्छ। आज चाहिँ कुहिरो लाएर केही देखेको छैन, दामी देखिन्छ गाइस यताबाट चाहिँ। ट्याक्क समाजघरमा चाहिँ के गाउँमा समाजघरहरू पनि टाइम पास भइरहेको छ, बेला बेला कार्यक्रम हुन्छ। यता चाहिँ गाउँ देख्न सक्नुहुन्छ, दामी देखेको छ ट्याक्क बाह्रमा। आज चाहिँ दिसहरू के हुन्छ सबै देखाउने छु हजुरलाई मैले चाहिँ। म चाहिँ कस्तो आएको छु भने आफै थाहा यस्तो छ ल गाइस, भेट्ने गर्छु म चाहिँ। पाक्दैछ खानेकुराहरू, ट्याक्क देख्न सक्नुहुन्छ। यता यता तलहरू पाक्दैछ, ट्याक्क यता देख्न सक्छु। कुकुमेन है, कुकुमेन यता झर्दै। ट्याक्क म चाहिँ यता छु, यहाँ चाहिँ हुँदैछ तयारी। आज चाहिँ राम्रो हुन्छ कार्यक्रम। यता चाहिँ आलुसाल छोड्ने काम भइरहेछ। हामी चाहिँ ट्याक्क यसो हेर्ने बस्ने भइरहेछ। गाइस, म चाहिँ यहाँ साबुन चाहिने भयो, साबुन लिँदैछु। ट्याक्क साबुन चाहिने भयो अरे, त्यही भएर ट्याक्क साबुन लिएर आउनु पऱ्यो भाँडा धुने गाइस। के भने यता चाहिँ हाम्रो बा छन्, ट्याक्क देख्न सक्नुहुन्छ। नमस्ते बाजे। हजुर गाइस, म चाहिँ ट्याक्क देख्न सक्नुहुन्छ साबुन लिएर फर्किसकेँ। ट्याक्क अब चाहिँ भाँडा माज्नु जाँदैन यहाँ, त्यही भएर ट्याक्क के गर्नु यताउति गर्नु पऱ्यो गाउँमा। यसो कार्यक्रम भएपछि आज चाहिँ बाजेको बत्ती बाल्ने दिन रहेछ कि को दिनको हो, त्यही भएर ट्याक्क बत्ती बाल्ने दिन भएर यसो साबुनहरू लिएर सहयोग गरिदिँदै हो। के गर्ने गाउँ भएपछि त्यही गर्नै पऱ्यो गाइस। भिडियो गर्नुबाट चाहिँ गाइस म चाहिँ एकछिन काम नभएर फेरि घरतिर हिँड्दैछु। एकछिनपछि चाहिँ एउटा काम चाहिँ गरेर साथीहरू चाहिँ उनीहरू बोलाएको छ। किन है एकछिनपछि आउनु पर्ला। ट्याक्क त्यहाँ चाहिँ आज चाहिँ माथितिर एउटा दाइको चाहिँ जोत्ने, त्यहाँ सिङको नारिदिनु पऱ्यो कि गाइस। फेरि के गर्ने गाउँघरमा ट्याक्क मौका हाल्ने बेला भएको छ। लास्टै थाकियो गाइस, एकछिनपछि भेटौँला है गाइस। म चाहिँ फाइनली खाना खाएर पनि फेरि यसो अलि जानु पऱ्यो। अझ चाहिँ दिउँसो यसो भाषणहरू सुन्नु पऱ्यो गाउँमै। अब चाहिँ भाषण ट्याक्क सुनिन्छ। ट्याक्क गोरु चाहिँ यहाँ हो जोत्दै गरेको छ अहिले चाहिँ। ट्याक्क आफ्नो काम छ सबैजनाको, त्यो काम गर्नु पऱ्यो। त्यही भएर सक्नुहुन्छ ट्याक्क यता चाहिँ मकै हाल्ने काम भइरहेको छ यति बेला चाहिँ। ट्याक्क देख्न सक्नुहुन्छ, ट्याक्क मकै हाल्ने गाउँघरमा त्यही छ। म चाहिँ बस्नुपर्छ फेरि
एकछिन बसेर बल्ल जाने कुरो हुन्छ साथीहरू आउँदैछन् ट्याक्क उहाँहरू साथीले हेर्दैछन् देख्न सक्नुहुन्छ डाँडा बसेर ट्याक्क भ्यू हेर्दैछन् ट्याक्क देख्न सक्नुहुन्छ यता गाउँ त्यो देखिन्छ ल गाइस हामी फेरि यसो आयो चाहिँ यसो माछा मार्न हिँडेको हामी दुईजना मात्र मैले चाहिँ पछि चाहिँ दुईजना थपिन्छन् होला अब हामी ट्याक्क दुईजना माछा मार्न गएर ट्याक्क माछा खानु पर्छ माछा त आउँछ खाएँ त्यो यसो रङ्ग गर्न जाऊँ न भनेर हो के गर्ने जोत्दै रहेछ यार हामी दुईजना छौँ अब थपिन्छन् है बिस्तारै बिस्तारै मान्छे पनि 2-3 जना जाने कि फेरि माछा धेरै आउन्न क्या त्यतिकै यसो रङ्ग गर्ने टाइम पास हुन्छ नि यस्तो जाउ छ काम पनि केही थिएन गाउँघरमा स्कुल पनि सकिहाल्यो सकिहाल्छ नि के भयो रे मकै हाल्ने काम त धमाधम भइरहेको छ यतातिर चाहिँ के हाल्ने गाउँ बसी मकैसकै हाल्ने तेरि कहाँ खुट्टा हान्दैन अन्तिम चाहिँ यहाँ रहेछ माछा खाने ट्याक्क यो चाहिँ यहाँ जोत्दैछ ट्याक्क उता जान्छ कारले जोत्दैछ ल अब चाहिँ भेट्नुपर्छ एकछिनमा हामी ट्याक्क बाटोमा आइसक्यौँ माछा मार्न हिँडेको है थपिसकेँ अझै बेलुका अहिलेसम्म कति हुन्छ भन्ने थाहै छैन है ट्याक्क लाएर माछा मारेपछि एउटा माछा मारेको भिडियो हजुरलाई हामीले देखाइहाल्छौँ ट्याक्क लाएर निरन्तरसम्म भ्लग हेर्नु होला राजकुमार भ्लगलाई सब्सक्राइब गर्नु होला होइन ढुक्क हामी त ट्याक्क देख्न सक्नुहुन्छ अब चाहिँ तल माछा मारेको पुरा भिडियो आउँछ है गाइजहरू ल गाइज अब चाहिँ ट्याक्क हामी चाहिँ यस्तो बाटो हिँडेर जाँदैछौँ लास्टै झाउ छ कि झाउ हामी दुईजना पछि छौँ ट्याक्क देख्न सक्नुहुन्छ अब हामी जाने भनेको धेरै टाढा होइन अब त आइसक्नु लाग्यो तर लास्टै माथि ओह्रालो चाहिँ लास्टै झरेको ट्याक्क देख्न सक्नुहुन्छ पाइप जाने हो कहाँ पोइन्छ के भन्नु चाहिँ गाह्रो माछा खान पनि माछा पाउने भने थाहा दिए पनि त्यही पनि पाइन्छ कि भन्ने आशमा जाँदै गयो हामीले लगाइज हेरिदिएको फाइनली गाइज हामी चाहिँ खोलामा आइसक्यो खोला चाहिँ यो धेरै सङ्घर्ष गरेर आइयो यहाँ पनि ट्याक्क देख्न सक्नुहुन्छ पछि चाहिँ महान व्यक्तिहरू हुनुहुन्छ अब हामी चाहिँ ट्याक्क अगाडि छौँ म पनि हेर्छु देख्न सक्नुहुन्छ ट्याक्क खोलामा माछा चाहिँ छ कि छैन भन्ने कुरो आउँछ है गाइज यस्तो बाटो हिँड्न बस्छ देख्न सक्नुहुन्छ अलग बाटो पाइप पनि देखियो है ल खोला पनि खोला भने यहीँ रहेछ है देख्न सक्नुहुन्छ ठिकै छ खोला पनि ट्याक्क देख्न सक्नुहुन्छ पानी चाहिँ यहीँ रहेछ गाईहरू माछा चाहिँ यहाँसम्म चाहिँ देखेको छैन माथि होला झर्ना है झर्ना सानो झर्ना देख्न सक्नुहुन्छ ट्याक्क देख्न सक्नुहुन्छ झर्ना चाहिँ म चाहिँ हेर्छु झर्ना चाहिँ मेरो पछाडि छ देख्न सक्नुहुन्छ ट्याक्क मुखसुख पनि धोइयो ट्याक्क हाम्रो पाएको मान्छे चाहिँ उहाँ मात्र हो हामीले लिएर आएको मान्छे चाहिँ भगाइस हामी पछि जान्छौँ नि अब भन्दा त्यो भएर भगाइस ट्याक्क अब यो झर्ना लगेर माछा हेर्नुपर्छ गाइस ल अब खिउँची भेटौँला है यहाँ चाहिँ यत्रो यत्रो माछा देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ सोध्दैछ यिनले चाहिँ आएर उद्घाटन गरिदेऊ न भनेको तेरिका उद्घाटन गर्न नसक्यो तिमीले यत्रो कुरा चाहिँ माछा चाहिँ यहाँ चाहिँ माथि अब माथि हेर्नुपर्छ गाइजहरू ट्याक्क पारामा हाम्रो चाहिँ यत्रोको उद्घाटन भइसक्यो देख्न सक्नुहुन्छ ट्याक्क यहाँ चाहिँ अझै खोज्दैछन् तर हाम्रो यहाँ तयार हुँदैछ है बल्छी तयार हुँदैछ यता चाहिँ देख्न सक्नुहुन्छ सबैजनाले ट्याक्क हाम्रो घाँस काट्न आउनुभएकोहरू हुनुहुन्छ यता चाहिँ ट्याक्क यस्तो वनमा घाँस काट्न आउनुभएको रहेछ हजुर भिडियोमा हो घाँस काट्न आउनुभएको ओके यता चाहिँ दुईवटाको उद्घाटन भइसक्यो गाइस ऊ कहाँ गयो ए कुना हराएर रहेछ गाइस यहाँ त दुईजनाले डह्रो मिहिनेत गर्छन् एउटा चाहिँ उता मिहिनेत गर्दैछ मेरो काम चाहिँ भिडियो बनाउने गाइस के गर्नु भाइले गर्छन् है टिभी खै देखाउ त ओए बल्ल एउटा हल्का ठुलो आयो
ल गाइज धन्यवाद भाइहरूले एक्कै चाहिँ मिठो काम गरेको छन् मेरो काम चाहिँ भिडियो बनाउने हिँड्ने हो आज चाहिँ हेरौँ है केटा दह्रो मेहनत गर्छन् भर्खरको युवाहरूको जोस जाँगर धेरै छ हामी चाहिँ बुढो भयो यहाँ पनि देख्न सक्नुहुन्छ हजुरले यहाँ झन् ठुल्ठुलो रहेछ गाइजहरू यहाँ छोडिदिएर के नगर अहिले पछि बल्छिहाल्ने एक्कै देख्न सक्नुहुन्छ हिँडिरहेको छ त मान्छेहरू देख्नुभयो होला हजुरहरूले एक्का ठुल्ठुलो पनि छ यहाँ बरु ओए पोकै रहेछ यहाँ चाहिँ आज त दह्रो मारिन्छ है मेरो ग्याङहरू है ल मार्ने कुरो हुन्छ आजलाई दह्रो मारेर जस्तो छ है गाइजहरू दह्रो मारेर जस्तो हो उहाँ टाढबाट यहाँ घाँस काट्न आउनु भयो रहेछ यहाँको मान्छेहरू चाहिँ देख्न सक्नुहुन्छ यस्तो भित्रभित्रमा गएर घाँस काट्ने हामी आएको चाहिँ माथि आएर यति 3-4 मात्र हो त्यो 3-4-5 मात्र हो आफूले गर्नु बिर्सेको गाह्रो हो लगाइ चाहिँ अझ ठुल्ठुलो माछा भेटेपछि यत्रो चियोहरू ढुक्क ल एकछिनपछि भेटौँ है गाइस बल्ल एउटा हल्का ठुलो पऱ्यो देख्न सक्नुहुन्छ बल्ल एउटा हल्का धेरै पछि ठुलो पऱ्यो अझै यहाँ हुँदैछ प्रोसेसहरू लगाइस अझ चाहिँ बल्ल हामीले ठुल्ठुलो मजाले मार्दैछौँ अहिले त माछा परेछ बल्ल यता मार्दै हुन्छ दुईजना चाहिँ ट्याक्कै हामी हेर्नु चाहिँ 3जना छौँ मार्ने 2जना म चाहिँ माछा छोप्ने हाल्ने परि छु ट्याक्क हजुरलाई देखाउँदैछु देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ ट्याक्क माछा मार्दैछौँ अझैसम्म ट्याक्क हल्का माछा पनि जत्रो पाइसक्यो ट्याक्क देख्नुहुन्छ माछा पनि ठुल्ठुलो पाएको छौँ अब ट्याक्क यहाँ चाहिँ ट्याक्क देख्न सक्नुहुन्छ गाइसहरू माछा चाहिँ ठुल्ठुलो नरहेछ कि जम्मै मारिसकेको रहेछ अरूहरूले सानो मात्र रहेछ माछाहरू तर मार्दै हुन्छ यहाँ गाइस हामी चाहिँ ढ्याक्क अल चाहिँ तल माछा मारिसकेर अब माथि उक्लिन्छौँ अब चाहिँ किनकि हल्का टाइम पनि भइसक्नु लाग्यो नि हामी घर जाने त्यही भएर अब चाहिँ माथि माछा हेर्दै जानुपर्ने हुन्छ ट्याक्कै हामी तलबाट आएको फाइनली गाह्रो हेर्नु यस्तो हिँड्नुपर्छ बाटो माछा चाहिँ सोचे जस्तो पाइएन कि जम्मै अरूले मार्दै रहेछन् त्यही भएर ताल चाहिँ देख्नु यस्ता हामी चाहिँ घर जाने क्रममा छौँ यस्तो हातले छौँ लास्टै गाह्रो भयो यस्तोमा हिँड्दै आएको लास्टै पानी परेर आएको छ एउटा पानी परेर लास्टै झाउ यति जानु पऱ्यो कि पानी परेर लास्टै झाउ भयो गाइस कस्तो हाल्नु नानी यस्तो भएछ हाम्रो यस्तो जङ्गल बिचमा छौँ पानी परेर लास्टै झाउ पऱ्यो कि हिजो अस्ति पानी पर्छ आज त पानी पऱ्यो त्यही भएर गाइस गाह्रो भएको छ अब पानी त डर कि के भएर पुइन्छ घर गाह्रो भयो पोइने कुरा पनि केही लिएन गाइस चल्छ पानी पऱ्यो हामी चाहिँ ढ्याक्क यस्तो कुना देख्न सक्नुहुन्छ जाडो होला त्यही हेर्नु यता छ केटाहरू यस्तो 12 बज्दा 2जनाले माछा पाइराख्नु भएछ पानी बुझेर हामी त यस्तो माछा देखाइदेऊ न माछा चाहिँ हिँडिसक्यो कता देखाइदेऊ त सुन भाइ रे ल गाइस म चाहिँ माछा मार्न गएर पनि घर आइसकेँ माछा चाहिँ खासै मार्न पाइएन आज चाहिँ पानीले गर्दाखेरि आज चाहिँ ढ्याक्क चिया बनाउँदै हो म चाहिँ हाल्छु टक्क जाडो भयो लास्टै पानी पऱ्यो कि पानी उठ्दै आएको नि त्यही भएर गाइस म चाहिँ टक्क चिया पार्दैछु टक्क 12मा गाइसहरू देख्न सक्नुहुन्छ यस्तो छ अब के भने गाइस गाह्रो हो टक्क 12मा देख्न सक्नुहुन्छ यहाँ त दिदीले चाहिँ के आलु सालु के गर्दै हो यस्तै छ गाइस के भने बाहिर चाहिँ यस्तो भएको छ दिन चाहिँ गाउँ चाहिँ दामी देखिन्छ कि तर यस्तो घाम चाहिँ नलायो भने चाहिँ हजुर यहाँ हाम्रो मम्मी यहाँ हुनुहुन्छ यता हुन्छ को ठुलो भए के ए खै थाहा भएन मलाई त्यो कुरो ठ्याक्क देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ पानी पऱ्यो भने दामी देखेको छ है गाइस दामी देखेको छ ठ्याक्क देख्न सक्नुहुन्छ ऊ त्यो भवनमा चाहिँ अझै कार्यक्रम हुँदै रहेछ बिहान म त्यहाँ हजुरलाई त्यहाँदेखि देखाएको थिएँ ट्याक्क हेरौँ हाम्रो घर चाहिँ यही हो ट्याक्क गाउँको बिचमा म चाहिँ हेर्छु है फेरि ट्याक्क मिल्कीको दह्रो गराङ गुरुङ गरेको छ क्या त्यो गाई चाहिँ पानी पऱ्यो त्यही भएर गाइस
अब चाहिँ मेरो चिया भित्र उम्लिसक्यो होला मेरो चिया चाहिँ भित्र उम्लिसक्यो होला भनेको चिया चाहिँ उम्लिरहेछ ठ्याक्कै उम्लेको देखाएछ नि त ठ्याक्कै कस्तो ठ्याक्कै टाइममा आएको छु ल गाइस अब चाहिँ आजको भिडियो चाहिँ यिनीहरूले खासै मासु मार्न गएको जाँदा तर यस्तै भयो गाइस अब चाहिँ नेक्स्ट भिडियोमा भेट्नुपर्छ अब चाहिँ छिटै अन्तिम म चाहिँ बिदा हुनमा चाहन्छु हजुरकोमा छ गाइस के भने अब चाहिँ चियाको साथमा बिदाई भयौँ है हामी ठ्याक्क लगाइछ अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ है